साथीहरु यही प्रश्न आएको छ माध्यमिक तह। यो अहिले मैले माध्यमिक तह 2079 मा सोधेको क्वेशन हो। यो माध्यमिक तहको शिक्षकको परीक्षामा सोधिएको प्रश्न हो यो। ल हेर्नुस् के भनेछ, शिक्षा त्रिमुखी प्रक्रिया हो, ट्राइपोलर प्रोसेस हो, यसका तीनवटा पक्षहरू के हुन् भनेछ। ल भन्नुस् त तीनवटा पक्षहरू के होलान्? देख्नु भएको छ? देख्नु भएको छ छैन? शिक्षा त्रिमुखी प्रक्रिया हो, यसका तीनमुखी प्रक्रियाहरू के रहेका छन् भनेर माध्यमिक तहमा सोधिएको प्रश्न हो यो। यहाँ छ शिक्षक विद्यार्थी अभिभावक, शिक्षक विद्यार्थी समाज, शिक्षक विद्यार्थी शिक्षण विधि, शिक्षक विद्यार्थी पाठ्य पुस्तक। ल लेख्नुस् त कुन चाहिँ राइट एन्सर हुन्छ। ल साथीहरूले कुन लगाउनु भएको थियो? अघिल्लो वर्ष माध्यमिक तहमा सोधिएका प्रश्नहरू हुन् यिनीहरू। कसरी पढ्ने त्यसको सन्दर्भमा साथीहरूलाई थाहा छ। अब यो शिक्षा त्रिमुखी प्रक्रिया हो भन्ने सन्दर्भमा एउटा जेई एडम्सनको भनाइ छ, एउटा चाहिँ जोन डिवेको छ साथीहरू, हैन? जोन डिवेको छ। एउटा चाहिँ के छ त भन्दा दुईटा कुरा बुझ्नुपर्छ। दुईटा कुरा, एउटा चाहिँ जोन डिवेको है, जोन डिवेको, एउटा चाहिँ जेई एडम्सनको, जेई एडम्सनको। ल यो शिक्षा त्रिमुखी प्रक्रिया हो भन्ने सन्दर्भमा जेई एडम्सनको र जोन डिवेको दुईटा सम्झेपछि सकिहाल्छ। अब हो साथीहरूले यही बिगारिरहनु भएको छ नि, हेर्दा देख्दा सजिलो शिक्षाको क्वेसन त्यस्तो हुन्छ, हेर्दा देख्दा सजिलो, उत्तर मिलाउन गाह्रो, उत्तर चाहिँ पटक्कै मिल्दैन, त्यस्तो देखिन्छ के। कण्ठ गर्नुपर्ने कुनै विषयवस्तु छैन तर मिल्दैन, हाम्रो पटक्कै मिल्दैन। ऊ पाठ्य पुस्तक पनि भनिरहनु भएको छ, शिक्षण विधि पनि भनिरहनु भएको छ, समाज पनि भनिरहनु भएको छ, अभिभावक पनि भन्नुहुन्छ, हो कि न? ल यसको राइट एन्सर चाहिँ हेर्नुस्, जेई एडम्सनले चाहिँ एडम्सन सन भनेको सनलाई खुसी राख्नुपर्छ, त्यही भएर प्रसन्नै भनेर सम्झन्छ हामीले। प्रसन्नै के हो त भन्दा एउटा प्रकृति हो, एउटा समाज हो, एउटा नैतिकता हो। प्रकृति, समाज र नैतिकता हो, प्रसन्नै भनेर सम्झन्छौँ। यो जेई एडम्सनका अनुसार चाहिँ त्रिमुखी प्रक्रियाका तत्त्वहरू चाहिँ एउटा प्रकृति, समाज र नैतिकता हो, जेई एडम्सन। तर जोन डिवेले चाहिँ जोडी जोडी भनेपछि, जोडी भनेपछि शिक्षक र विद्यार्थीको जोडी समाजमा बस्ने, यसरी सम्झन्छ। शिक्षक अनि विद्यार्थी यो दुईटालाई जोड्ने काम कसले गर्दछ त? जोडी जोडी, जोन डिवे। कसले गर्दछ त? समाजले गर्दछ। ल यदि यहाँ पाठ्यक्रम आएको भए त्यो पनि मिल्थ्यो, शिक्षक विद्यार्थी र पाठ्यक्रम भन्यो भने त्यो पनि मिल्थ्यो। टीएससी सम्झे हुन्छ साथीहरू, हैन? टीएससी, टीएससी सम्झे हुन्छ, हो कि न? अथवा चाहिँ टिचर के आएको भए मिल्थ्यो फेरि? टिचर अनि स्टुडेन्ट अनि करिकुलम आएको भए मिल्थ्यो, है त? करिकुलम, शिक्षक विद्यार्थी र पाठ्यक्रम आएको भए त्यति बेला त्यस्तो प्रश्न पनि मिल्थ्यो। भनेपछि यसको राइट एन्सर के भयो त भन्दा शिक्षक विद्यार्थी र समाज राइट एन्सर भयो। ल लेख्नुस् त हो, ग भन्ने साथीहरूको बिग्रियो, घ भन्ने साथीहरूको पनि बिग्रियो। हो यसै गरी हामीलाई घुमाउँछ। हो यदि तपाईँहरूले यसरी पढ्नु भएको भए मिलाउनु हुन्थ्यो होला, हैन? धेरै साथीहरूले मिलाउनु पनि भएको छ। यो विगतमा अघिल्लो वर्ष धेरै साथीहरूले के भन्नुभयो भन्दा यस्तो यहाँ पढाए यस्तो प्रश्न आउँदैन सर भन्नुहुन्छ, जाँचमा बिगार्नुहुन्छ। त तपाईँलाई विगतको क्वेसन देखाएपछि त्यस्तो क्वेसन आउँदो रहेछ रहन्छ। साथीहरू धेरै साथीहरू के भन्नुभएको थियो अघिल्लो वर्ष, यो परिभाषा आउँदैन सर, किन घोगाउनुहुन्छ हामीलाई बेकार? अब त्यो नकारात्मक टिप्पणी कतिपय साथीहरूको, होइन? अब लास्टमा के आयो त भन्दा बालक एउटा पुस्तक हो जसको पाना पाना शिक्षकले पढ्नुहुन्छ। प्राथमिक तहमा सोधिएको प्रश्न हो नि, हो कि भन्नु त? प्राथमिक तहमा बालक एउटा पुस्तक हो जसको पाना पाना शिक्षकले पढ्नुहुन्छ। बारुसो बारुसो भनेर सिकायो साथीहरूलाई, त्यही क्वेसन आइदियो, पर्यो फसादमा, हो कि भन्नु त? त्यसैले यो आउँछ यो आउँदैन भन्ने होइन कि, पढ्ने सबै जुनसुकै आओस् न, त्यो छनौट गरेर पढियो भने पास भइँदैन, है त? छनौट गरेर पढेर हुँदैन। अब यहाँ हेर्नुहोस्, मानव विकास के को प्रतिफल हो? अब वृद्धि र सिकाइ र परिपक्व, यो पनि माध्यमिक तहमा सोधिएको प्रश्न अघिल्लो वर्ष मावि 2079, है त? यो मावि 2079 मा सोधिएको प्रश्न हो अघिल्लो वर्ष, है? यही प्रश्न मिलाएर साथीहरू यसपालि थाहै नै हुन आँटिसक्नु भयो। अन्तर्वार्ता पास भएपछि
थाहै नै हुनुभयो। वृद्धि र सिकाइको, सिकाइ र परिपक्वताको, अभ्यास र सिकाइको, परिपक्वता र वृद्धिको यो प्रतिफल हो भनेपछि चाहिँ विकास, मानव विकास भन्ने कुरा चाहिँ के को प्रतिफल हो भन्दा सिपको, सिप एउटा परिपक्वता एउटा सिकाइ है। सिप विकास भनेर सम्झे हुन्छ, एउटा परिपक्वता हो अर्को सिकाइ हो। सिप विकास भनेर सम्झने हामीले सिप विकास है त। विकास भनेको के हो त भन्दा एउटा परिपक्वता हो अर्को सिकाइ हो। परिपक्वता र सिकाइको प्रतिफल नै विकास हो, सिप विकास। राइट एन्सर यही आइहाल्यो, सिप विकास। सिप विकास हेर्नुहोस् अघिल्लो वर्ष सोधिएको प्रश्न हो यो है, अघिल्लो वर्ष सोधिएको माध्यमिक तह 79 मा सोधिएको प्रश्न हो। अब स्मरण प्रक्रिया तलका मध्ये कुन चाहिँ सही छ? मलाई सम्झिया भए साथीहरुको मिलिहाल्यो, मलाई सम्झेपछि साथीहरुको मिल्छ। यहाँ प्राप्ति छ, संकेतमा बदल्नु छ, पुनः प्राप्ति छ, भण्डारण गर्नु छ, भण्डारण गर्नु, प्राप्ति संकेतमा बदल्नु, पुनः प्राप्ति छ, प्राप्ति भण्डारण गर्नु, संकेतमा बदल्नु, पुनः प्राप्ति छ। अब के हो भन्ने हुन्छ। यदि आरसी सरलाई सम्झिनु भएको भए साथीहरुको मिल्यो। आरसी सर के हो यो फेरि? आरसी सर भनेको हैन, आरसी सर भनेको आर भनेको रिसिभिङ हो, त्यो भनेको प्राप्त गर्ने, रिसिभ गर्ने भनेको के हो? प्राप्त गर्ने। सी भनेको कोडिङ हो, कोडिङ भनेको के हो? संकेत। कोडिङ भनेको के हो? संकेत। कोडिङ भनेको के हो साथीहरु? संकेतमा बदल्ने हो। त्यसपछि यास भनेको के हो? स्टोरिङ हो। स्टोरिङ भनेको भण्डार गर्ने हो नि साथीहरु, भण्डार। यास भनेको चाहिँ भण्डार, भण्डारण गर्ने हुन्छ भने आर भनेको चाहिँ के हो त भन्दा रिट्राइभल हो, पुनः प्राप्ति हो, पुनः प्राप्ति। ल पुनः प्राप्ति। त्यसो भएदेखि देखिरहनु भएको छ कुन चाहिँ सही छ त? ल भन्नु त, कुन चाहिँ सही छ? प्राप्ति, संकेतन, भण्डारण, पुनः प्राप्ति, यहाँ मध्ये कुन चाहिँ सही उत्तर छ? ल लेख्नु साथीहरु, लेख्नुस् त। धेरै साथीहरुको लाइभमा पनि हेरिरहेको छु मैले, लेख्नुस् त। कति साथीहरुले मिलाउनु भयो? ल हेर्नु त कुन चाहिँ मिल्यो यहाँ भएको मध्ये, क ख ग घ मध्ये कुन चाहिँ मिल्यो साथीहरु लेख्नुस्। ल हो, गुड। प्राप्ति संकेतमा बदल्नु, भण्डारण गर्नु, पुनः प्राप्ति गर्नु भनेको यहाँ छैन। प्राप्ति संकेत भण्डारण पुनः प्राप्ति, यसको राइट एन्सर घ भयो। यो माध्यमिक तहमै सोधिएको प्रश्न हो। यदि यो सम्झनु भएको भए मिलाउनु हुन्थ्यो हैन। ल देख्नु भएको छ नि? ओके। अब हेर्नुस्, शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार सक्षमता भन्नाले के बुझ्नुहुन्छ? सक्षमता भन्नाले के बुझ्नुहुन्छ? यो पनि नलेज, स्किल, एटिट्युड, भ्यालु, एबिलिटी टु डु अर रेडी टु डु। केएसएभीआर भनेको भए ठ्याक्क मिल्छ। हेर्नुस् यहाँ यी नलेज, स्किल, एटिट्युड, भ्यालु, तिनको प्रयोग गर्न सक्ने सामर्थ्य, एबिलिटी टु डु अर रेडी टु डु, होइन त? केएसएभीआर यही हो नि त। केएसएभीआर भनेको यो चाहिँ ज्ञान, सिप, प्रवृत्ति, मूल्यको आर्जन र तिनको प्रयोग गर्न सक्ने सामर्थ्य। यो चाहिँ राष्ट्रिय पाठ्यक्रम प्रारूपले जसले भने पनि सक्षमता यही हो। तपाईलाई सक्षमता के हो भनेर सोध्यो भने यही हो। यो माध्यमिक तहमा सोधेको प्रश्न। अब अर्को छ, यो माध्यमिक तहमै सोधेको सबभन्दा सजिलो, कुनै विषयसँग सम्बन्धित यन्त्र उपकरणलाई सजगतापूर्वक, अहिले मैले गरेको थिएँ। यन्त्र भनेको यो बोर्ड भयो, त्यसलाई उपकरणलाई व्याख्या गर्ने, अब चाहिँ त्यो उपकरणलाई सञ्चालन गरेर व्याख्या गर्ने। अब धेरै साथीहरु यहाँ झुकिनुहुन्छ व्याख्यान हो कि भन्ठान्नुहुन्छ। अब यो शिक्षक केन्द्रित विधिहरू सहजै सम्झन सकिन्छ। शिक्षक केन्द्रित विधिहरू के छ त भन्दा आउ निर्माया व्या प्रदर्शन गरौँ भनेपछि शिक्षक केन्द्रित विधि आइहाल्यो। आउ निर्माया के गरौँ त भन्दा व्या प्रदर्शन गरौँ, व्या प्रदर्शन गरौँ, हो कि न? व्या प्रदर्शन गरौँ, आउ निर्माया व्या प्रदर्शन गरौँ भनेपछि आउ भनेको के हो? आगमन र निगमन विधि। व्या भनेको व्याख्यान विधि, व्याख्यान हो भने प्रदर्शन विधि यही छँदैछ। यो चारवटा यस्तो विधिहरू चाहिँ के हो त? शिक्षक केन्द्रित विधि हुन्। यसको चाहिँ राइट एन्सर प्रदर्शन गर्ने। शिक्षकले उयो
यहाँ के भनेको छ त भन्दा सम्बन्धित यन्त्र र उपकरण भनेको भएर प्रदर्शन आएको हो, नत्र भने व्याख्या मात्रै गर्ने भएको भए व्याख्यान विधि हुन्थ्यो है त। ल तलका मध्ये कुन भनाइ मूल्याङ्कन हो? लेखाजोखा गर्ने, यो त सजिलै प्रश्न भयो। विद्यार्थीको सिकाइ उपलब्धिको लेखाजोखा गरी निर्णय गर्ने प्रक्रिया मूल्याङ्कन हो। मूल्याङ्कन अब फेरि किन अरू चाहिँ भएन त सर? मापन भनेको त परिमाणात्मक कुरा हो होइन, कति सङ्ख्या आयो, विद्यार्थीको अङ्क होइन। यस्तो चाहिँ अघिल्लो वर्ष लाइसेन्समा सोधेको थियो, कुनै विद्यार्थीको चाहिँ यति अङ्क आयो भनेर रातो मसी लगाउनु हरियो मसी लगाउनु के हो भनेर सोधेको थियो। 100मा 35 आयो भन्नु चाहिँ के हो त? यो चाहिँ मापन हो। मापन भनेको सङ्ख्या हो, परिमाण हो भन्नु भन्छौँ। त्यसको चाहिँ सिकाइ उपलब्धिको लेखाजोखा गर्ने काम चाहिँ के हो त? मूल्याङ्कन हो। त्यता मूल्याङ्कनतिर जोड्नु पर्यो साथीहरू, मूल्याङ्कन है। यो अघिल्लो साल आएको प्रश्नहरू र अनि त्यसका सन्दर्भमा थप जानकारी दिन्छु। अब यो चाहिँ बिसीबासी सम्निकासुबाट आएको शिक्षकका सक्षमताहरू छन् नि त। शिक्षकका सक्षमताहरू बिसीबासी सम्निकासु भन्ने छन्। बिसीबासी सम्निकासु है, सम्निकासु भन्ने छ नि त। शिक्षकका सक्षमताहरू 2072 साल 12 को महिना 3 गते आएको होइन। बिसीबासी सम्निकासु यो चाहिँ के छ त? विशेष सिकाइ आवश्यकता। बालबालिकाको भनेपछि बालबालिका वा सिकारु सम्बन्धी ज्ञान भइहाल्यो, यतिकै इजी होइन। बिसीबासी सम्निकासु। अब स्थानीय सरकार सञ्चालन ऐन 2074 साल 6 को महिना 29 गते आएको स्थानीय सरकार सञ्चालन ऐन हो। त्यसको दफा 11 को 2 को जमा आमा भन्ने मान्छे छ। आमा आधारभूत र माध्यमिक शिक्षा, गाउँपालिका वा नगरपालिकाको शिक्षा सम्बन्धी अधिकार भन्यो भने आमा हो। आधारभूत र माध्यमिक शिक्षा, त्यहाँभित्र कतिवटा अधिकार छन् त? आमाका बच्चा बच्ची कतिवटा छन् त भन्दा 23वटा छन्। आमाका बच्चा बच्ची कतिवटा भन्दा 23वटा। साथीहरूलाई सरर र 23वटा यादै छ? प्रा सा प्रा मा गा गा बी बी सा बी सा बी सा आ बी नि ट्युसन पढ्न स्थानीय र मासासीय भन्ने 23वटा अधिकार छन्। त्यो 23वटा अधिकार मध्ये कुन चाहिँ पर्दैन भनेर क्वेसन सोधेको है। भित्र नपर्ने कुन चाहिँ हो भनेको छ? बाल उद्यान। यो बाल उद्यानको व्यवस्था गर्ने भन्ने चाहिँ वडा समितिको कार्य हो। वडा समितिको कार्य हो। अरू चाहिँ पर्दछ। यति पनि प्रश्न चाहिँ साथीहरूले बिगारेर लास्टमा फेल हुने भनेको चाहिँ प्रतिस्पर्धामा जाँदा फेल हुने भनेको कमाउने हो। त्यो 1 नम्बर 2 नम्बरले फेल हुने हो साथी। प्रतिस्पर्धामा त्यस्तो हुन्छ होइन, पास हुने मात्रै होइन, यो त अरूलाई टप्ने परीक्षा हो होइन। त्यसैले ट्युसन कोचिङ जस्ता विद्यालय बाहिर हुने यो लाउनु भएको धेरै साथीहरूले, त्यो त होइन। त्यो स्थानीय यी प्रासा प्रामा गागा बी बी साबी साबी ट्युसन पढ्ने भने चाहिँ त्यो ठ्याक्कै त्यो चाहिँ यो स्थानीय सरकार सञ्चालनमा गाउँपालिका नगरपालिकाको काम कर्तव्य र अधिकार हो। स्थानीय तह भनेको चाहिँ त्यो गाउँपालिका वा नगरपालिकालाई बुझ्ने हो। वडा समिति भने फरक कुरा भयो है। ल अब शिक्षक कर्मचारीको तालिम क्षमता विकास गर्ने कुरा भयो। यसको राइट एन्सर चाहिँ यो भयो। यो चाहिँ नपर्ने विषयवस्तु छ। अर्को शिक्षा ऐन 2028 अनुसार शिक्षक सेवा आयोगका सदस्यको नियुक्तिका लागि सिफारिस समिति। यस्तो व्यवस्था छ साथीहरू है। के छ त भन्दा शिक्षक सेवा आयोगमा जम्मा 3टा सिफारिस समिति छ। शिक्षा ऐनमा जम्मा 3टा सिफारिस समिति छ। सिफारिस समिति सम्झँदाखेरि साथीहरूले यहाँ त सजिलैसँग सम्झनुहुन्छ। शिक्षक सेवा आयोगको चाहिँ सदस्यहरू 3 सदस्य नियुक्ति गर्नका लागि नेपाल सरकारलाई सिफारिस गर्नका लागि एउटा समिति बनेको हुन्छ। त्यसको समिति सम्झनका लागि तपाईँहरूले लो 3 छ भन्ने फर्मुला सम्झिएपछि पुगिहाल्यो। लो अनि अर्को 3 अनि स, लो 3 स, यति सम्झेपछि पुग्यो। यही अब यहाँ कुन पर्दैन भनेको छ है हेर्नुहोस्। नेपाल सरकारले गठन गर्ने समितिमा नरहने पदाधिकारी कुन हो भनेको छ। नरहने चाहिँ कुन चाहिँ हो, नहुने चाहिँ कुन चाहिँ हो भनेको। नहुने कुन चाहिँ हो? लो भनेपछि लोकसेवा आयोगको अध्यक्ष यो पर्यो। अब लो 3 त्रिवीको उपकुलपति यो पनि पर्यो। स भनेको चाहिँ सचिव यो पनि पर्यो। कुन चाहिँ परेन त? राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य परेन। ल हेर्नु यही पनि बिगार्नु भएको छ नि साथीहरूले। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव त पर्ने हो। लो 3 छ। लोकसेवा आयोगको यो सिफारिस समिति शिक्षक सेवा आयोगको पदाधिकारी चाहिँ नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्न बनेको समिति हुन्छ।
तीनवटा समिति हुन्छ। एउटा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति, त्यो सिफारिस समिति। अर्को शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रमुख शिक्षा परीक्षक नियुक्तिका लागि अर्को समिति हुन्छ भने शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्न अर्को समिति बनेको हुन्छ। तीनवटा समिति रहेको छ शिक्षा ऐनमा सिफारिस समितिका सन्दर्भमा है त। हो, यो तीनटा पर्यो, यो चाहिँ परेन। यी राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य चाहिँ होइन। ल, यसमा क्लियर हुनुभयो नि। यो 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 माध्यमिक तहमा आएको प्रश्न, अघिल्लो साल आएको प्रश्न यही हो। नेपालको संविधान धारा 48 अनुसार नागरिकका कर्तव्य रासम रासा हैन, रासम रासा चारवटा छ। स्वतन्त्रताहरू भन्नुभयो भने बिबी रासा नेने हुन्छ है साथीहरू। स्वतन्त्रताहरू, नागरिकका स्वतन्त्रताहरू भन्यो भने बिबी रासा नेने हुन्छ। बिबी रासा नेने हुन्छ नि त हैन, सरी बिबी रासा नेने भन्ने हुन्छ। अब यहाँ त्यो चाहिँ अब यो अब रासम रासा मध्ये कुन चाहिँ परेन? रासम रासा यो परेन। यो अन्त्य गर्ने भन्ने काम पर्दैन। सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने पर्छ। राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नुपर्छ। संविधान र कानुनको पालना गर्नुपर्छ। विभेद, असमानता, शोषण, अन्यायको अन्त्य गर्नु भनेर लेखिएको छैन, हो कि न? यो चाहिँ परेन। रासम रासा भनेपछि जहाँ यो त्यो आएन त्यो सकिहाल्यो नि। यहाँ विभेद भन्ने छैन। हेर्नुहोस्, यहाँ यतिकै हेर्दाखेरि पनि त्यत्तिकै बुझिहाल्यो। ल, यसैमा साथीहरूले बिगार्नु भएको छ यहाँ अहिले होइन। क ख ग सबै ल्याउनु भएको छ त अप्सन पनि। एकचोटि क, अर्कोचोटि घ, त्यसरी लाउनु पाइएन है साथीहरू। फिक्स एन्सर मात्रै भन्ने। ल, अब शिक्षक सेवा आयोगले लिने परीक्षाको पाठ्यक्रम कसले बनाउँछ? सजिलो हो। शिक्षक सेवा आयोगको काम, कर्तव्य र अधिकार शिक्षक सेवा आयोग नियमावलीमा प्रश्न लेखिएको छ, जहाँ के भनेको छ? शिक्षकको नियुक्तिको लागि सिफारिस गर्ने। शिक्षक नियुक्ति गर्ने काम होइन है शिक्षक सेवा आयोगको। शिक्षक सेवा आयोगको काम त सिफारिस गर्ने हो। नियुक्ति तथा बढुवाको सिफारिस गर्ने हो साथीहरू। नियुक्ति गर्ने काम होइन नि, सिफारिस गर्ने। अर्को पाठ्यक्रम र परीक्षा सञ्चालन के छ त भन्दा एउटा पाठ्यक्रमसँग सम्बन्धित, अर्को परीक्षासँग सम्बन्धित। कसको पाठ्यक्रम भन्दा शिक्षकको नियुक्तिको, बढुवाको पाठ्यक्रम बनाउँछ। अर्को लाइसेन्स दिन्छ। शिक्षक सेवा आयोगले लाइसेन्स वितरण गर्छ हैन। अध्यापन गर्न, विद्यालयमा अध्यापन गर्न चाहनेहरूका लागि लाइसेन्स दिन्छ साथीहरू। त्यो शिक्षक सेवा आयोगको काम हो कि न? अब परीक्षा सम्बन्धी कागजात हुल्याउने काम गर्छ। अर्को सेवा शिक्षकको सेवा शर्त र सुविधा सन्दर्भमा मन्त्रालयलाई सुझाव दिन्छ। ती कामहरू छन्। त्यो मध्ये यो शिक्षक सेवा आयोगबाट लिने परीक्षाको पाठ्यक्रम कसले बनाउँछ भने मन्त्रालयले बनाउँदैन, पाठ्यक्रम विकास केन्द्रले बनाउँदैन, शिक्षक सेवा आयोगले बनाउँछ। यो कसले बनाउँछ? शिक्षक सेवा आयोगले बनाउँछ। सजिलो प्रश्न छ है त। सेकेन्ड पेपर पढाउनु पर्यो भने चाहिँ भइरहेछ त, क्लास भइरहेछ, सकिसक्यो साथीहरू है। ल, अब सामुदायिक विद्यालयमा शिक्षक कर्मचारीको प्रमाणपत्र छानबिन समितिको चाहिँ अध्यक्ष को हुन्छ भने छ। अब तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ यो प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने समितिहरू के हो थाहा छ? प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने, यसको के लेख्नुहुन्छ एन्सर? जिल्ला न्यायाधिवक्ता छ, प्रमुख जिल्ला अधिकारी छ, जिल्ला न्यायाधीश छ हैन, अर्को जिल्ला समन्वय अधिकारी छ। के लेख्नुहुन्छ साथीहरूले? ल, के भन्नुभयो यहाँ? हो, शिक्षक सेवा आयोगले हो नि साथीहरू। गपो कहाँ ग हुनु भन्नुभएको छ। ओके, ल, यो विभिन्न समितिहरूका बारेमा सर्लक्क साथीहरूले एकमुष्ट याद गर्दा हुन्छ। जस्तै प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने समिति, जस्तो शिक्षा मन्त्री अध्यक्ष हुने समिति, जस्तो शिक्षा मन्त्री अध्यक्ष हुने समिति भन्नुभयो भने शिक्षा मन्त्री चाहिँ अध्यक्ष हुने समितिलाई एकमुष्ट पढिदिने के। शिक्षा मन्त्री अध्यक्ष हुने समिति भनेर एकमुष्ट पढिदिने। जस्तै के हुन्छ त शिक्षा मन्त्री अध्यक्ष हुने समिति भनेर भन्नुभयो भने जहाँ लास्टमा परिषद आउँछ शिक्षा सम्बन्धी, त्यो परिषद जतिमा अध्यक्ष चाहिँ शिक्षा मन्त्री हुन्छन् के। लास्टमा के भन्नु पर्यो भन्दा परिषद आएमा भनेर सम्झनु पर्यो। जस्तो केन्द्रीय समितिहरूमा जहिले पनि शिक्षा सचिव अध्यक्ष हुन्छन्, त्यसरी चाहिँ फर्मेटली पढ्नुपर्छ साथीहरू। नत्र के हुन्छ त भन्दा जिल्ला समन्वय अधिकारी पनि लेख्नु भएको साथीहरूले, त्यो होइन। परिषद आयो लास्टमा भने विपद व्यवस्थापन परिषद भन्दा बाहेक फेरि
केन्द्रीय विपद व्यवस्थापन परिषद चाहिँ प्रधानमन्त्री हो। नत्र भने परिषद आयो भने जस्तै विशेष शिक्षा परिषद, विशेष शिक्षा परिषद 12 सदस्य हुन्छ, बिआएसी 12 यसरी सम्झनु भए हैन। अनि अनौपचारिक शिक्षा परिषद, अनौपचारिक शिक्षा परिषद 18 सदस्य हुन्छ। अर्को राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद रापा विमुप, रापा विमुप त्यो 17 सदस्य हुन्छ हैन। शैक्षिक जनशक्ति विकास परिषद त्यो 16 सदस्य हुन्छ। यो सबै परिषदहरूमा को अध्यक्ष त भन्दा सीमाराममा अध्यक्ष अथवा शिक्षा मन्त्री वा राज्य मन्त्री अध्यक्ष। परिषद आउने बित्तिकै ठ्याक्क त्यो सम्झनु पर्यो साथीहरूले, हो कि न त। अनि त्यसै गरी यहाँ अहिले मैले प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने समिति भने कुन कुन भन्नुहुन्छ प्रमुख जिल्ला अधिकारी? यहाँ चाहिँ प्रमाणपत्र छानबिन समिति हैन, सम्पत्ति संरक्षण समिति हैन, त्यसरी सम्झनुहुन्छ। अनि फेरि अनि माध्यमिक शिक्षा परीक्षा समन्वय समिति त्यो चाहिँ जिल्ला स्तरमा बन्ने 3 सदस्य हुन्छ हैन। अब जहाँ जहाँ प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुन्छन् त्यो समितिको सदस्य सचिव चाहिँ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हुन्छन्। त्यसरी पनि याद गर्न सकियो। ल लेख्नुस् है। यो माध्यमिक तहलाई आज आइएको प्रश्न, यस्ता यस्ता प्रश्न आएका थिए, तपाईलाई देखाएँ मैले। अब निम्न माध्यमिक तहलाई कस्तो प्रश्न आयो त अघिल्लो वर्ष शिक्षासँग सम्बन्धित? ल हेर्नुस् है, सजिलो प्रश्न आयो। सजिलो छ कि गाह्रो छ? यहाँ हेर्नुस् है। कुनै व्यक्तिले यात्रा गरिरहेको थियो, सवारी साधन बिग्रियो, अनि त्यसमा कुन सिकाइ प्रयोग भयो भनेको छ? विद्यालयमा गएर सिक्या हो? होइन। विद्यालयमा गएर सिक्ने सिकाइ भने चाहिँ औपचारिक शिक्षा हो। यो औपचारिक होइन हैन। अनौपचारिक भनेको हामीले जस्तो तालिम लिएको हो त्यो पनि होइन। नियमित हो त? जहिले पनि सवारी बिग्रिन्छ? बिग्रिँदैन हैन। के हो त भन्दा यो चाहिँ हो अनियमित हो। थाहा थिएन हामीलाई आकस्मिक शिक्षा भनेर भनिन्छ साथीहरू। आकस्मिक यो शिक्षा कस्तो हो त भन्दा आकस्मिक। ओके, बोर्डको अक्षर ठुलो हुन्छ, भोलिदेखि बनाउँला, ठिकै छ। आकस्मिक शिक्षा है। यो अनियमित शिक्षा भनेको कस्तो शिक्षा हो त भन्दा आकस्मिक शिक्षा हो। आकस्मिक, योजनाबद्ध होइन, योजनाविहीन हो, अरीतिक हो भनेर भनिन्छ, त्यो अनियमित हो। यो प्रश्न अघिल्लो वर्ष आएको थियो। निम्न माध्यमिक तहको प्रश्न हो यो। एसएसआरपी ल हेर्नुहोस्, यो निम्न माध्यमिकमा छैन, यो पाठ्यक्रममा माध्यमिक तहमा छ। यो आधुनिक प्रवृत्ति भन्ने युनिट छ, त्यसमा चाहिँ विद्यालय क्षेत्र सुधार योजना एसएसआरपीले नसमेटेको तर शिक्षा क्षेत्रले समेटेको सगु ससु भन्ने छ। सगु ससु उ भन्ने छ। अब पछिल्लो स्थितिमा यो उत्थानशीलता भन्ने थपेको है। एसएसडीपी देखि नै यो थप भएको थियो। हेर्नुस्, सगु ससु भन्ने चाहिँ उत्थानशीलता भन्नेको विपद व्यवस्थापनसँग सम्बन्धित कुरा हो। विपद व्यवस्थापनबाट चाहिँ अलिकति विपदबाट माथि उठाउने विद्यालयहरूलाई भनेको 2073 भन्दा पछाडि आएको, भूकम्प भन्दा पछाडि आएको विषयवस्तु हो। जुन एसएसआरपी भनेको 2066बाट 72 सम्म हो, यो चाहिँ थिएन। यो अहिले नयाँ थपिएको विषयवस्तु हो उत्थानशीलता। यो राइट एन्सर हो। सगु ससु मध्ये यो चाहिँ पछि थपिएको विषयवस्तु हो। सगु ससु कुरो बुझ्नुभयो भएन? यो चाहिँ पछि थपिएको विषयवस्तु भनेर पढेकै थियौँ हामीले। अब शरीरको अङ्ग प्रत्यङ्गमा आउने परिवर्तन, अङ्ग प्रत्यङ्गमा आउने परिवर्तन भने के? अङ्ग प्रत्यङ्गको चाहिँ परिमाणात्मक र संरचना एउटै हो। यो विषयवस्तु संरचना भने परिमाणात्मक भनेको सङ्ख्यात्मक भनेको एउटै हो। सङ्ख्या भन्नु र सङ्ख्या भन्नु, शरीरको अङ्ग प्रत्यङ्गको क्वान्टिटी बढ्नु, संरचना भन्नु, परिमाण भन्नु एउटै विषयवस्तु हो। परिमाण भन्नु एउटै हो। यो परिवर्तन हुनु के हो त भनेको छ? विकास भनेको होइन। विकास त गुणात्मक परिवर्तन हो, परिपक्वता होइन। परिपक्वता भनेको उमेरसँगै आउने परिवर्तन हैन। अर्को वृद्धि र विकास दुईटै होइन। धेरै साथीहरू यो परिपक्वता परिमाणात्मक पनि संरचनात्मक पनि भनेपछि वृद्धि र विकास हो कि भन्ठान्नु भयो। होइन, यो चाहिँ वृद्धि हो। वृद्धि र विकासमा के फरक छ भन्दा यही फरक छ। अङ्ग प्रत्यङ्गको शरीरको अङ्ग प्रत्यङ्गमा आउने परिवर्तन वृद्धि हो भने त्यो अङ्ग परिवर्तन शारीरिक, मानसिक, संवेगात्मक होइन चाहिँ सामाजिक सबै सम्पूर्ण पक्षको, भाषिक सम्पूर्ण पक्षको सर्वाङ्गीण विकास अथवा चाहिँ गुणात्मक विकास भनेको चाहिँ विकास हो वास्तवमा।
सिकाइ भनेको अनुभव र तालिमको माध्यमबाट आउने व्यवहारको परिमार्जन। ल हेर्नुहोस्, निम्न माध्यमिक तहमा यो एउटा परिभाषा सोधियो। अब यो परिभाषा आउँदैन भन्ने साथीहरूलाई यो चाहिँ के भयो त? त्यो चाहिँ बिगार्नु भयो। अब यो तालिम आउने बित्तिकै साथीहरूलाई सिकाइ भन्ने युनिटमा मैले साथीहरूलाई सिकाएको थियो, तालिम भनेपछि ताला हो, तालिम भनेपछि ताला हो। ताला कसले लाउँछ त भन्दा गेट, ताला भन्ने कुरा गेटमा लाउनुपर्छ भनेर धेरै सिकाएको थिएँ मैले। त्यही प्रश्न आएको थियो होइन। यसको चाहिँ क्याल्भिन पनि होइन, ग्याग्ने पनि होइन, क्रो एन्ड क्रो। जस्तै क्रो एन्ड क्रोको चाहिँ के हो त सर भन्नुभयो भने आदत, ज्ञान, प्रवृत्ति, आदत, ज्ञान र प्रवृत्ति आयो भने चाहिँ त्यो चाहिँ क्रो एन्ड क्रोको हुन्छ। आदत, ज्ञान र प्रवृत्ति आयो भने त्यो क्रो एन्ड क्रोको हुन्छ। यो चाहिँ कसको त भन्छ? गेटको हुन्छ। जहाँ अनुभव र तालिम आउँछ त्यो चाहिँ गेट, गेटमा अनुभवी मान्छेले ताला लाउने होइन। यसरी सम्झिन सक्नुहुन्छ हो। त्यसै गरी प्रश्न सोधिएको थियो, वृद्धिको विशेषताभित्र नपर्ने कुन चाहिँ हो? नाप्न तौलन सकिन्छ, पर्दछ, यो सबै स्थान विशेषमा प्राय एउटै हुन्छ। के हुन्छ होला? शारीरिक परिपक्वतासँग सम्बन्धित छ, यो पनि ठिक छ, यो पनि ठिक छ। निश्चित क्रम पनि हुन्छ, यो स्थानमा सबै ठाउँमा एउटै हुन्छ भन्ने छैन होइन। अमेरिकामा जन्मेको बच्चा र नेपालमा जन्मेको बच्चा फरक फरक हुन सक्छ होइन, एउटै हुँदैन। त्यो चाहिँ मिलेन, त्यो चाहिँ मिलेन। ल, सिकाइमा शिक्षकको हेराइ र मुस्कुराहट यो उत्प्रेरणा हो होइन। अब यो कुन प्रकारको सरी पुनर्बल हो भनेको छ, पुनर्बलबाट सोधिएको प्रश्न। यो चाहिँ शाब्दिक अशाब्दिक हुन्छ कि? मुसुक्क हाँस्ने भनेको शब्दले बोलेको छ त यहाँ छैन। त्यसैले यो मुसुक्क हाँस्ने भनेको राम्रो कुरा हो, त्यसैले सकारात्मक हो। नकारात्मक त काटिदिइहाल्नुहोस्, नकारात्मक त हुँदै होइन। मुसुक्क हाँस्ने भनेको नकारात्मक हो त होइन, सकारात्मक हो। तर सकारात्मक पनि शाब्दिक र अशाब्दिक छ। शब्द, शब्द बोल्ने भनेको चाहिँ धन्यवाद, शाबास, थ्याङ्क यू, ओ गुड भन्यो भने त्यो चाहिँ शाब्दिक हुन्छ। शब्द बोल्यो भने शाब्दिक, सङ्केत गर्यो भने अशाब्दिक। मुसुक्क हाँसे, मुसुक्क हाँसेर हो, त्यो ओ पनि भने होइन, मुसुक्क हाँसेछ। निधार खुम्च्याउनु भन्यो भने, यसो गरेर हेऱ्यो भने, आँखा तर्यो भने त्यो चाहिँ के हुन्छ त? नकारात्मक हुन्छ। तर यहाँ मुसुक्क हाँसेछ, हेराइ र मुसुक्क हाँस्ने भनेछ। त्यसैले के हुन्छ त भन्दा सकारात्मक अशाब्दिक हुन्छ, शाब्दिक होइन, अशाब्दिक। अशाब्दिक पुनर्बल हो है। त्यसरी हामीले ध्यान दिनु पर्यो। मैले ए लगाइदिएँ भन्नुभएको चाहिँ अब सकारात्मक शाब्दिक हो त होइन? शाब्दिक भनेको त शब्दले बोल्ने हो। शब्द बोलेको छ त यहाँ छैन, मुसुक्क हाँसेछ। मुसुक्क हाँसी शब्द हुनु भएन। ल, थन्डाईका अनुसार सिकाइका प्राथमिक नियमहरू ल हेर्नुहोस् यहाँ। निम्न माध्यमिक तहको कोर्समा थन्डाईको यहाँ सिकाइ सिद्धान्त छ छैन नि? प्रयत्न र भुल सिकाइ सिद्धान्तबाट आएको हो यहाँ प्रश्न। प्रयत्न र भुल, प्रयत्न र भुल सिकाइ सिद्धान्तबाट आएको प्रश्न हो। प्रभु भनेर थरर काम्ने बिरालोमाथि प्रयोग गरेका थिए नि त। थन्डाइक बिरालो हो कि भन्नुहोस् त। हिजो हामीलाई कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्त स्किनरको सोधेको थियो। हामीले सम्झँदाखेरि कास्कीमा मुसा छ भनेर सम्झेका थियौँ है। कास्कीमा मुसा छ भनेर सम्झेका थियौँ नि त। कास्कीमा मुसा सम्झेका थियौँ। त्यो भनेको कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्त, कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्त स्किनरको हो। यस्तो क्वेसन आउँदैन भन्ने साथीहरूलाई यही क्वेसन हिजो आइदियो होइन। के माथि प्रयोग भन्दा मुसामाथि प्रयोग। हिजो माध्यमिक तहमा सोधिएको प्रश्न यो हो। कास्कीमा मुसा धेरै छ, त्यही भएर भङ्गे भङ पार्छ होइन। भङ्गे भङ पार्छ, कास्कीमा मुसा धेरै छ भनेर यसरी सम्झाउँदा पनि हुन्छ। कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्त स्किनरले प्रतिपादन गरेको। अब प्रयत्न र भुल भन्ने हाम्रो सिकाइ सिद्धान्त थिएन। त्यसैले धेरै साथीहरू यो माध्यमिक तहको क्लास हो कि निम्न माध्यमिक भन्नुहुन्छ। निम्न माध्यमिक तहका साथीले माध्यमिक तहको पढ्ने, माध्यमिक तहका साथीले निम्न माध्यमिक तहको पढ्ने। किन त भन्दा निम्न माध्यमिक कोर्समा नभएको कुरा सोधेको छ सिकाइ सिद्धान्त होइन। प्रयत्न र भुल सिकाइ सिद्धान्त कसको? थन्डाईको। प्रभु भनेर थरर काम्ने बिरालो हो नि त, बिरालो है। यसमा चाहिँ तपाईँ प्र हो भन्ने चाहिँ सिकाइका प्राथमिक नियमहरू छन्। तपाईँ प्र हो भन्ने, त भनेको तत्परता हो, प्राथमिक नियमहरू। प्र भनेको प्रभाव हो, हिजो यहाँबाट पनि प्रश्न सोधेको छ। अ भनेको अभ्यास हो, अभ्यास। ल हेर्नुहोस्, यो तीनटा मध्ये कुन चाहिँ छैन त यहाँ? ल भन्नुहोस् त। नपर्ने भनेको भएर तत्परता यो पर्छ, अर्को प्रभाव यो पनि पर्छ,
अर्को अभ्यास, यो पनि पर्छ यहाँ चाहिँ। अभ्यास, प्रभाव, तत्परता, बहुप्रतिक्रिया भन्ने पर्दैन नि त। बहुप्रतिक्रिया भन्ने पर्दैन त। तपाईँ प्र हो, प्राथमिक तहको प्र हो भनेर सम्झेका थियौँ होइन। तपाईँ प्राथमिक तहको प्र हो। प्राथमिक नियमहरू, सिकाइका प्राथमिक नियमहरू थन्डाइका अनुसार के हो त भन्दा यो तपाईँ प्र हो भन्दा बहुप्रतिक्रियाको नियम परेन, यहाँ पर्दैन साथीहरू। राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार पाठ्यक्रम विकास गर्ने अधिकार कसलाई छ? एउटा पाठ्यक्रम विकास केन्द्रले गर्छ, अर्को स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गर्छ। एउटा पाठ्यक्रम विकास केन्द्र हो, अर्को स्थानीय तह हो। प्रदेशले चाहिँ गर्दैन सर भन्नुहुन्छ। प्रदेशले नमुना पाठ्य पुस्तक बनाउने काम हो। स्थानीय पाठ्यक्रम पनि नमुना पाठ्यक्रम स्थानीय पाठ्यक्रम बनाउँछ, त्यो बनायो भने पनि। तर पाठ्य पुस्तकहरू, नमुना पाठ्य पुस्तकहरू विकास गर्ने हो पाठ्यक्रम विकास केन्द्र र स्थानीय तह। सङ्घीय पाठ्यक्रम अथवा देशैभरिकालाई पाठ्यक्रम विकास केन्द्रले बनाउँछ, स्थानीय पाठ्यक्रम स्थानीय तहले बनाउँछ। अब यो बैंकिङ प्रणाली भनेको चाहिँ केसँग सम्बन्धित छ? बैंकिङ प्रणाली उपयुक्त हुन्न भनेर कन्सेप्ट राख्ने चाहिँ अनौपचारिक शिक्षाको बारेमा कन्सेप्ट राख्ने मान्छे हो होइन। यो चाहिँ यो पाउलो फ्रेरे हो, पाउलो फ्रेरे। यो हामीले चाहिँ शिक्षाको चाहिँ परिचयमा पढ्छौँ यो विषयवस्तु। ल, निर्माणात्मक मूल्याङ्कन, यो त धेरै सजिलो भइहाल्यो नि होइन। निर्माणात्मक मूल्याङ्कनको विशेषता कुन चाहिँ हो भनेको छ? सिकाइको स्तर निर्धारण, यो निर्माणात्मक के अरे निर्णयात्मकतिर जान्छ। औपचारिक मूल्याङ्कन, यो निर्णयात्मकतिर जान्छ। नतिजाको व्याख्या गर्ने हुँदैन, सुधार गर्ने कुरा। सुधारात्मक मूल्याङ्कन भनेको निर्माणात्मक मूल्याङ्कन हो। ल, अब प्रयोग गर। अब यस्तो हुन्छ, यो चाहिँ बेन्जामिन यास ब्लुमको चाहिँ के छ त भन्दा ज्ञान बोध प्रयोग विश्लेषण संश्लेषण मूल्याङ्कन भित्रबाट सोधिएको प्रश्न हो यो। संश्लेषण मूल्याङ्कनबाट यहाँबाट धेरै साथीहरूलाई यहाँबाट कस्ता प्रश्न आउँछन् त भन्दा यस्तै प्रश्न आउँछन्। यो सबभन्दा माथिल्लो र सबभन्दा तल्लो, कहिलेकाहीँ यस्ता प्रश्न पनि सोधिरहेको हुन्छ। सबभन्दा तल्लो भन्यो भने ज्ञान हुन्छ, सबभन्दा माथिल्लो भन्यो भने चाहिँ मूल्याङ्कन हुन्छ। ज्ञान बोध प्रयोग विश्लेषण संश्लेषण मूल्याङ्कन भन्ने छ। त्यसमा चाहिँ अहिले प्रदर्शन गर के अरे प्रयोग गर यी देखाइदिएको छ। प्रयोग गर भनेपछि प्रयोगसँगै सम्बन्धित भयो, अरू कुरा हेर्नै परेन हामीले। प्रयोग गर भनेको छ नि त। प्रयोग गर, प्रदर्शन गर, समाधान गर जस्ता क्रियापदहरू कुन प्रश्नले चाहिँ क्रियापदहरू भएको प्रश्नले कुन सिकाइ सक्षमता देखाउँछ? यो प्रयोग भन्ने देखाउँछ। मूल्याङ्कन भन्ने देखाउँदैन, विश्लेषण भन्ने देखाउँदैन, यो बोध र ज्ञान देखाउँदैन साथीहरू। यहाँ प्रयोग आएको भएर ठ्याक्कै लाउन सकिहाल्यो। ल, यो आधुनिक कक्षा कोठाको चाहिँ विविधता व्यवस्थापनको विषयवस्तु आधुनिक कक्षा कोठा हो। यसमा धेरै ध्यान दिनु परेन। अब यहाँ हेर्नुहोस् है त, अलिकति बुझेर लाउँदाखेरि यो शिक्षा नियमावली क्वेसन सबै मिलाउन सक्नुहुन्छ। हो लोकबेसीजी, ओके। अब शिक्षा नियमावली अनुसार आधारभूत तह कक्षा 6-8 देखि नै योग्यता पुगेका विषयगत शिक्षकको व्यवस्थापन गर्नु। अब विषयगत शिक्षकको व्यवस्थापन गर्नु भनेको विषय शिक्षण हो। बहुकक्षा शिक्षणमा त विषयगत व्यवस्था हुँदैन, दुईटा कक्षा एकजनाले पढाउनु पर्ने हुन्छ। अब कक्षा शिक्षण होइन, कक्षा शिक्षण त सबै विषय एउटै चाहिँ मान्छेले पढाउने हो होइन। यो सजिलो विषयवस्तु यस्तो आएको छ। अब देख्दाखेरि अहिले यस्तो प्रश्न आएको रहेछ, हामी किन पास भइएन छ भन्ने पनि लाग्छ। अथवा अघिल्लो वर्ष यस्तो प्रश्न आएछ यदि सजिलो, अब हामीलाई चाहिँ गाह्रो आउने हो कि डुबाउने हो कि भन्ने साथीहरूलाई लाग्न सक्छ। तर क्वेसन उस्तै आउँछ। परीक्षामा गएपछि बिग्रिनु हाम्रो के भएर बिग्रिनु? नजानेर बिग्रिने पनि होइन, अतालिएर होइन, अभ्यास नपुगेर जानेकै प्रश्न बिग्रिने हो साथीहरू होइन। त्यसरी बढीभन्दा बढी के गर्नु पर्यो? अभ्यास चाहिँ गर्नु पर्यो साथीहरूले होइन। कन्फिडेन्स बिल्डअप गर्नु पर्यो है त। अब शिक्षकले पढाउन थालेको सुरुवाती चरणमा उनीहरूलाई दिइने संक्षिप्त तालिमलाई के भनिन्छ? जब इन्डक्सन ट्रेनिङ भन्ने त सुन्नुभएको थियो होला साथीहरूले। जब इन्डक्सन ट्रेनिङ भन्ने चाहिँ इन्डक्सन ट्रेनिङ, यो चाहिँ नेपालको शिक्षा नीतिमा भएको विषयवस्तु हो है। ल, अब यो अघि पनि आएको थियो यस्तो खालको प्रश्न, आफूमा भएको ज्ञान सिप अनुभवको विश्लेषण गर्ने बानी शिक्षकको कुन सक्षमता अन्तर्गत पर्दछ होइन? विश्लेषण गर्ने, आफूमा भएको ज्ञान सिप विश्लेषण गर्ने। ल भन्नुहोस् कुन चाहिँ पर्दछ त? विश्लेषण गर्ने, आफूमा के छ भनेर आफूमा भएको ज्ञान सिप विश्लेषण गर्ने।
ल अब लोजिक लोजिक भन्नुभएको छ साथीहरूले, लोजिक पनि लाउनु पर्छ कतिपय स्थितिमा, तर याद गर्नुपर्ने कुरो तपाईँको याद भएन भने लोजिकले मात्रै काम गर्दैन। हेर्नुहोस्, लोजिक लाउने भए पढ्दै नपढ्ने मान्छे भन्दा पढ्ने मान्छे सफल भएकै छन् साथी। नपढ्ने मान्छे सफल होला? ल भन्नुहोस् त, नपढ्ने मान्छे सफल होला कि पढ्दा हुने फाइदा त तपाईँलाई थाहा नै छ नि। पढ्दा र नपढ्दामा पढ्दा ठिक होला कि नपढ्दा ठिक होला त? त्यसै नि पढ्दै ठिक हुन्छ, हो कि नि भन्नुहोस् त। ल ल लेख्नु साथीहरू, लेख्नुहोस् त। यो चाहिँ आफूमा भएको ज्ञान सिप अनुभवको विश्लेषण गर्ने बानी है, विश्लेषण गर्दै सिक्ने बानी। गुड, धेरै साथीहरूले मिलाउनु भएको छ। विश्लेषण गर्दै सिक्ने बानी कुनसँग सम्बन्धित छ? निरन्तर सिकाइ अनि पेसागत विकाससँग सम्बन्धित छ हैन? आफूमा भएको ज्ञान सिप अनुभवको विश्लेषण गरेर सिक्ने। ल अब शिक्षक निर्देशिका भनेको शिक्षकको मार्गदर्शक हो। यो कुरामा त साथीहरू कन्फ्युजनै हुनुहुन्न। मार्गदर्शक हो, यही ल ठिक, त्यही शब्द नै प्रयोग गरेको छ। पाठ्य पुस्तक नभएको बेला वैकल्पिक साधन होइन शिक्षक निर्देशिका, हो त? होइन नि। विद्यार्थीको स्वाध्ययन विद्यार्थीले प्रयोग गर्ने होइन शिक्षक निर्देशिका भने, विद्यार्थीले प्रयोग गर्ने होइन। शिक्षकको तालिम सामग्री तालिम लिनका लागि होइन, यो त अध्यापन मार्गदर्शक हो। नामै काफी छ, निर्देशिका भनेकै निर्देशन गर्ने मार्गदर्शन गर्ने काम हो है, यी अध्यापन मार्गदर्शक। ल शिक्षा सम्बन्धी मौलिक हकको सन्दर्भमा नेपालको संविधानमा उल्लेख नभएको धेरै साथीहरू यहाँ झुकिनु भएको छ। अब आनी मानीको कुरा तपाईँलाई थाहा छ। यो शिक्षा सम्बन्धी व्यवस्था भनेको चाहिँ धारा 31 मात्रै शिक्षा सम्बन्धी होइन नि त। महिलाको हकमा पनि शिक्षा सम्बन्धी व्यवस्था छ, दलितको हकमा पनि शिक्षा सम्बन्धी व्यवस्था छ होइन? ल त्यसैले अब यहाँ महिलालाई शिक्षामा सकारात्मक विभेदको आधारमा विशेष अवसर छ। प्रत्येक बालबालिकालाई निशुल्क उच्च शिक्षा। ल हेर्नुहोस् त, यहाँ प्रत्येक बालबालिकालाई निशुल्क शिक्षा भनेको छ र? उच्च शिक्षा अझै निशुल्क शिक्षा त होला। माध्यमिक तहसम्मको शिक्षा निशुल्क, आधारभूत तहसम्मको शिक्षा आनी मानी भनेर सम्झेकै छौँ हामीले। आ नि मानी होइन? थाहा छ छैन साथीहरूलाई यो? आनी मानी, आनी मानी भनेको आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क, यो भने हो नि। माध्यमिक तहसम्मको शिक्षा निशुल्क भनेको, अब यो माध्यमिक तहसम्मको शिक्षा पनि निशुल्क छ त। निशुल्क उच्च शिक्षा, निशुल्क उच्च शिक्षा छैन। छ त, ल लेख्नुहोस् त। निशुल्क उच्च शिक्षा छ। अब आफ्नो भाषा प्रयोग गर्ने, भाषा संस्कृति संरक्षण गर्ने, सम्वर्धन गर्ने हक सबैलाई छ। आर्थिक रूपले विपन्नलाई निशुल्क उच्च शिक्षा छ। कस्तालाई निशुल्क उच्च शिक्षा छ त भन्दा, यहाँ हेर्नु, एउटा कुरा बुझ्नुपर्छ। अर्को अ आ का न्युसीलाई चाहिँ छ। अ आ का न्युसी, अ आ का न्युसी, नाका न्युसी भने पनि हुन्छ। अ आ का न्युसी भनेको चाहिँ अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा हो। यो आर्थिक रूपले विपन्नलाई चाहिँ निशुल्क उच्च शिक्षा नै हो, तर प्रत्येक बालबालिकालाई भनेको छ, त्यसैले त्यो मिलेन। कसलाई चाहिँ निशुल्क उच्च शिक्षा रहेछ? अ आ का नाका न्युसी, नाका न्युसी, त्यो भनेको के हो? अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम होइन चाहिँ के छ त भन्दा निशुल्क उच्च शिक्षाको व्यवस्था छ है। यस्तो आका नाका न्युसी भनेर भनेको छ है। ल त्यसैले यो चाहिँ मिलेन भनेर भन्नुहुन्छ। नभएको विषय भन्या भएर है। अर्को शैक्षिक गुठीको सन्दर्भमा यो मान्यता प्राप्त लेखा परीक्षकबाट हो। अब यो शिक्षा ऐनमा भएको विषयवस्तु हो। अब 2 तलब वृद्धि रोका गर्ने निर्णय, अब नसिहत दिने, सम्झाउने, बुझाउने भनेको प्रधानाध्यापकले हो। यो हामी उसमै पढिहाल्छौँ। ल अब यहाँ पनि धेरै साथीहरू झुकिने भएको थियो लास्ट इयर। प्रधानाध्यापक, प्रधानाध्यापकसँग समान श्रेणी शिक्षक र प्रधानाध्यापक भन्दा माथिल्लो श्रेणीको शिक्षकको कार्य सम्पादन मूल्याङ्कन। यसो हेर्दाखेरि हामीलाई यसमा दुईटामा झुकिने भएको साथीहरू। यो दुईटामा बिनी हो कि स्थानीय तहको शिक्षा प्रमुख हो। तर यस्तो हुन्छ है साथीहरू, यहाँ हेर्नुहोस् है, के कुरा बुझ्नु पर्दछ भने साथीहरूले
के कुरा बुझ्नु पर्दछ भने यो शिक्षा ऐनमा नियमावलीमा शिक्षक सेवा आयोग नियमावलीमा नेपालको संविधानमा शिक्षा नीतिमा जे त्यहाँनिर शब्द छ त्यही नै शब्द हामीले प्रयोग गर्नुपर्छ, त्यही नै उत्तर हुन्छ। विश्वजीले के भन्नुभएको थियो अहिले अहिले म साथीहरूको जवाफ एकमुष्ट हेरौँला ल है विश्वजी। ओके ल अब हेर्नुहोस् विद्यालय निरीक्षक हो कि स्थानीय तहको शिक्षा प्रमुख हो त? ल लेख्नुहोस्। अब हामीलाई लाग्छ विद्यालय निरीक्षकले होला भन्ने लाग्छ, तर हाम्रो चाहिँ विद्यालयका प्रधानाध्यापकसँग समान श्रेणीको शिक्षक र प्रधानाध्यापकसँग वा भन्दा माथिल्लो श्रेणीको शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्दा सुपरिवेक्षकको सन्दर्भमा दुईटा कुरा बुझ्नुपर्छ। सुपरिवेक्षकको सन्दर्भमा दुईटा कुरा, एउटा शिक्षकको सुपरिवेक्षण गर्ने समूहको सुपरिवेक्षण गर्ने काम प्रधानाध्यापक हो साधारण अवस्थामा, है त, साधारण अवस्थामा हो। तर यदि शिक्षक र प्रधानाध्यापक समान श्रेणीका छन् अनि प्रधानाध्यापक आफैको र प्रधानाध्यापक भन्दा कोही शिक्षक माथिल्लो तह श्रेणीका छन् भने त्यस्तो चाहिँ हकमा स्थानीय तहको शिक्षा प्रमुख सुपरिवेक्षक हुने हो। यसको राइट एन्सर के हो त? स्थानीय तहको शिक्षा प्रमुख। त्यहाँ जे लेखिएको छ त्यही भाषा प्रयोग गर्नुपर्ने हुन्छ, बिनी होइन। बिनी होइन है साथीहरू, बिनी होइन। ल अब विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन कुन काम अन्तर्गत पर्दछ? कसको काम अन्तर्गत पर्दछ? यी स्थानीय सरकार सञ्चालन ऐनको दफा 11 को 2 को ज मा भनिएको कुरा के छ त भन्दा प्रासा प्रामा गागा बिबी साबी 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 स्क्वायर साबिनी हैन, साबिनी ट्युसन पढ्न स्थानीय तह जाने, ट्युसन स्थानीय दुईटा छ, स्थानीय स्क्वायर स्थानीय ज्ञान सिप संस्कृतिको कुरा छ एउटा। अर्को कुराकानी चाहिँ के छ त भन्दा स्थानीय पुस्तकालय वाचनालयको कुरा छ हैन, अनि मासासीय भन्ने छ। यो अधिकार 23वटा अधिकार हो। त्यो अधिकार साथीहरूलाई थाहा हुनुपर्छ। यही 23वटा अधिकारबाट एउटा प्रश्न सोध्ने हो। अब यो सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन कुन तहको काम पर्छ भनेको छ? स्थानीय तहको काम पर्दछ साथीहरू। विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण गर्ने भनेको। अब प्रदेशको काम भनेको भए तपाईँले पुसमा बिउ सम्झेपछि प्रदेशको काम आइहाल्छ। पुस र बिउ, पुस्तकालय, सङ्ग्रहालय, विश्वविद्यालय, उच्च शिक्षा आयो भने। अब हिजो पखेसी आयो, शिक्षा खेलकुद र पत्र पत्रिका कसको अधिकार हो? अथवा चाहिँ सङ्घ प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा भएको विषयवस्तु तलका मध्ये कुन चाहिँ हो भनेर आएको थियो। त्यो कसको अधिकार रहेछ त? पखेसी हैन, त्यो चाहिँ तिनटैको हो, स्थानीय तहको। यही तिनटा यतिबाट आएको क्वेसन हो। प्रासा प्रामा गागा बिबी साबी साबी साबिनी, यो चाहिँ विद्यार्थी सिकाइ उपलब्धिको